नमस्कार सबजनामा। आज विष्णुले नेचर इज माई टिचर सिरिजमा मैले यो सुन्तलालाई लिएर आएको छु। किन त यो सुन्तला लिएर आएको भने यो हामीले कुराहरू मान्छे भएको कारणले गर्दा जति पनि कुरा हामी गर्छौँ, काम गर्छौँ, त्यो सबै जन्मदाखेरि सिधै आएको होइन। जम्मै हामीले यहाँ इन्भाइरोमेन्टबाट सिक्ने हो। नेचर भर्सेस नर्चर भन्छ। नेचरले त हामीलाई के गर्यो, जस्तो मेरो बुवाले मलाई डिएनए दिएछ्यो। यो चाहिँ नि शरीर चाहिँ नि स्वस्थ शरीर नेचुरल डिएनएबाट भयो। त्यसपछि अब जुन मैले बोल्छु, जुन मैले सोच्छु, जुन मैले कार्यहरू गर्छु, त्यो चाहिँ इन्भाइरोमेन्टल इफेक्ट। अनि सर्वप्रथम त मेरा सम्पूर्ण गुरुहरू, मित्रहरू, परिवार, साथीभाइ, दाजुभाइ, दिदीबहिनी सबैबाट मैले जो सिकेको हुँ र ती सिकेका कुराहरूबाटै म आज बोल्दैछु। त्यसको लागि सबैजना मेरो गुरु, सबैलाई मेरो नमन सर्वप्रथम। अनि सबभन्दा ठुलो कुरो त के भने मैले जुनसुकै कुरा पनि हेरेँ, देखेँ, सुने अनि आफूले गरेँ। तर त्यसमा के गरेँ, मैले आफैले चाहिँ नि देखे सुनेका कुराहरूलाई चाहिँ नि मैले कतिलाई चाहिँ डिलिट गरेँ, कति डिस्टोर्सन गरेँ, कति अनि त्यसपछि डिलिसन र डिस्टोर्सन भइसकेपछि अनि मैले एनालिसिस गरेँ। अनि त्यसपछि निष्कर्ष जो निस्किएको छ त्यो निष्कर्ष चाहिँ मैले अहिले बोल्दैछु। यो सम्पूर्ण शब्दहरू पनि मैले सिकेको हो, कुनै मैले जानेर आएको होइन, सबै सिकेको। अनि सबै कुरा चाहिँ सब राम्रो राम्रो चाहिँ नि जो शब्द निस्किन्छ यदि भने त्यो मेरो गुरुजन, परिजन, बन्धु बान्धवको, मित्रहरूको देन हो। सबैमा नमन। र जुन नराम्रो केही छ र भएको छ भने त्यो विष्णुकै सृजना हो। त्यसको लागि म क्षमा प्रार्थी छु। अनि आज चाहिँ मैले यो सुन्तला ल्याउनुको कारण के भने मैले जे पनि भन्छु दिएको कुराहरू, यो दिएको कुरा भनेको मैले जसरी बजारबाट सुन्तला किनेर ल्याउँछु, फलफुल किनेर ल्याउँछु, अथवा मैले कसैलाई चाहिँ यो सुन्तला दिन्छु भने अब सुन्तला खाने मान्छेले चाहिँ के गर्नु पर्यो, यो सुन्तला चाहिँ के गर्छ भन्दा यसको बोक्रालाई फाल्छ। यसको बोक्रालाई यसरी फालिसकेपछि अनि त्यसपछि केस्रा पनि अब कसैले चाहिँ के गर्छ भन्दा बोक्रा फालेर यो केस्रा पनि, केस्राको बाहिरको यो फाइबर, त्यसलाई पनि कोहीले त फाल्छ, तर म चाहिँ फाल्दिनँ है। अब म चाहिँ फाल्दिनँ है। मैले भन्नुको अर्थ के भने यो हामीले कसैले पनि कुनै पनि कुराहरू भन्छ, त्यो भनेको कुरालाई चाहिँ हामीले के गर्ने भने कुन चाहिँ मलाई खान मैले खान्न त भनेर त्यो नखाने कुरालाई चाहिँ हामीले यसरी बोक्रालाई छिले जस्तो गरेर हामीले फालिदिनुपर्छ। अनि जब यो अरू कुरा चाहिँ यसरी यो सुन्तला केलाउँदा केलाउँदै बोक्रा फाल्दा फाल्दै चाहिँ मेरो मुखमा चाहिँ रस आयो। अब यहाँ छ सुन्तला, तर यहाँ के त केमिकल चाहिँ यो सालिभरी ग्ल्यान्ड चाहिँ नै एक्टिभेट भएर मेरो मुख रसाइसक्यो भने अब यो सुन्तलामा चाहिँ गेडा रहेनछ। गेडा छ भने म त्यो गेडा पनि फाल्छु। अनि तर मैले चाहिँ यो जुन फाइबर छ यो फाइबर म खान्छु। कतिले त फाइबर खाँदैन पनि। फाइबर जो फाइबर खान्छ म खाने हुनुको कारणले गर्दा मैले फाइबर सहित खाएँ। जसले फाइबर खाँदैन उसले के गर्छ त यसलाई चाहिँ फेरि निकालेर अब यसरी केस्रा मात्रै पनि यसरी खाने पनि हुन्छ भने त्यो बच्चाहरूलाई खुवाउनु पर्यो। अथवा फाइबर नखाने मान्छेले भने यसरी आफूले जे मन लाग्छ, जे खाने हो त्यो कुरालाई चाहिँ नि छानेर खानुपर्छ। खाए सर छानेर जसरी खाने हो त्यो त्यसरी नै खाए सर हाम्रो सुनेका कुराहरूलाई पनि फलानले भन्यो त्यही भएर यसो गरेको होइन कि। अब मैले यो कुरा त सुने, अब यसमा चाहिँ मैले कुन कुरालाई लिने र कसरी लिने है। सुन्तला चाहिँ नि कसरी खाने त भन्दाखेरि बोक्रा छोडाएर अनि त्यसको केस्रा खाने अथवा
फाइबर समेत खाने। त्यस्तै गरेर हामीले कुराहरू पनि त्यो कुरामा कुन कुरा हामीले लिने कुन कुरा नलिने त्यो चाहिँ निर्भर श्रोतावर्गमा भर पर्छ। यसकारणले सबै सुनेको देखेको कुराहरूलाई हामीले जे देख्यो जे सुन्यो त्यही काम गर्ने, त्यसैलाई नै अक्षर सम्हाल्नुभन्दा त्यसलाई सोच विचार गरेर हामीले काम गर्नुपर्ने, अवलम्बन गर्नुपर्ने चाहिँ अब अहिलेको बेला विशेष आएको छ। किनभने अहिले चाहिँ हामीले धेरै कुराहरूको ग्रहण हामीले मिडिया मार्फत गर्छौँ। भर्चुअल मिडिया मार्फत भने जस्तो यसमा चाहिँ इन्टरेक्सन, दोहोरो इन्टरेक्सन हुन पाउँदैन। यसकारणले अहिलेको यो बेला त यस्तो छ कि जब हामीले सुनेको कुरालाई हामीले एनालिसिस नगरिकन यतिकै हामीले प्रयोग गर्नु कहिलेकाहीँ अलिकति डेन्जरस पनि हुन जान सक्छ है। यसकारणले म भन्छु मैले जति पनि कुरा गर्छु अब ती सबै गरेको कुरामा यो आफूले कुन कुरा लिने कुन कुरा नलिने त्यसलाई चाहिँ विचार गरेर दर्शकवृन्दले चाहिँ यदि मेरो कुराबाट केही लाभ भयो भनेदेखि अनुग्रहित हुनेछु, होइन कुनै चाहिने जस्तो कुरा लागेन भने यसलाई चाहिँ एउटा कानले सुन्यो अर्को कानले उडाइदिने भने जस्तो गरे हुन्छ। अनि समय सबभन्दा ठुलो कुरा हो। अनि यहाँहरूको समय जुन लगाएर हेर्नुभयो त्यसको लागि धन्यवाद भन्छु। नमस्कार।